ल साथीहरु आज चाहिँ हामी घुम्न हिँडेको सामानहरु पनि लिन थियो कि अनि सामान लिने अलिअलि घुमघाम पनि हुन्छ भनेर अनि ल हेर्नु ट्रेन पनि आयो अनि भाइ चाहिँ आज फर्स्ट टाइम ट्रेन चढेकी हुन्। ल हेर्नु सबै मान्छेहरुलाई हेरेर कस्तो गरेको थियो हाँसेर ट्रेनमा पनि अनि मान्छेहरुले पनि हेरेर गरिरहेको थियो भाइलाई। भाइ फर्स्ट टाइम भएको भएर अचम्मै परेको थियो अनि त्यही भएर मैले चाहिँ यो भिडियोहरु बनाइदिएको भाइ भोलिपर्सि ठुलो भएर हेर्छिन् भनेर। अनि सामानहरु पनि लिन थियो कि हामी गाडीमा पनि कति हिँड्ने है कहिले पनि ट्रेनमा हिँडौँ न त भनेर अनि ट्रेनमा हिँडेको अनि त्यसपछि फाइनली हामी चाहिँ स्टेसनमा पनि पुग्यौँ है। स्टेसनबाट अनि निस्केर हामी चाहिँ सामानहरु लिएपछि चाहिँ अब भोक लाग्यो है एकछिन अनि त्यसपछि चाहिँ हामी खाजा खान गयौँ अनि खाजासाजा खायौँ है। अनि खाजासाजा खाएपछि फेरि सामान खोज्दा कति सामान त भेटिएन के भनेको जस्तो। किनभने मलाई त जहिले जे सामान किन्छु भने त्यो सामान त्यति बेला पाइन्न के अनि सामान खोजेको पनि भेटेन है। कति राति भइसक्यो 8:30 9 नै बज्न लागिसकेको थियो है। अनि भयो जाम घर भनेर अनि हिँडेको धेरै पछि ट्रेनमा हिँडेको भएर होला नि कस्तो थकाइ लागे जस्तो नि भएको। फेरि सामान खोज्दा कस्तो थकाइ लागेको के अनि ड्याडीले चाहिँ तिमीलाई थकाइ लागेको भए म अगाडि नै जान्छु अगाडि नै स्टेसनमा झरेर घरमा गएर गाडी लिएर आउँछु भनेर जानुभएको मान्छे त चाबी नै लिएर जान बिर्सेर हे भगवान् झन् आपत। त्यो दिनमा त कस्तो भएको के भने जस्तो नि नभएको। धन्न पद्मा सिस्टरहरूले चाहिँ हामीलाई राति भए पनि त्यति राति बुढाबुढी बाबु भएर छोड्न ल्याइदिनु भएको। थ्याङ्क यू।